जिन्दगानीमा धेरै चलाक भएको पनि राम्रो होइन रहेछ। हेलो एभ्रिवान, इट्स मी बिबिसा फ्रम मुम्बई। म चाहिँ मुम्बईमा बिबिकेको काम गर्छु। अहिले रिसेन्टली चाहिँ म कलकत्तामा छु। गएको 2-3 दिनदेखि चाहिँ मैले भिडियो राख्नै पाएको थिएन, बिकज काममा भागदौडी धेरै भएर अनि राति चाहिँ थाकेको कारणले म सुतिहाल्थेँ। गएको 2-3 दिनदेखि चाहिँ म धेरै नै बिजी थिएँ। हिजोको दिन त मैले भिडियो राख्दै राखेन, झन् अस्तिको भिडियो राख्दैछु। झन् अस्ति चाहिँ मैले बेबीहरूलाई बाहिर खेलाउने ठाउँमा लिएर गएको थिएँ अनि त्यहाँनिर चाहिँ मजा भयो। तर 2टा बेबी थियो, म एक्लै दिदी थिएँ अनि एकजना म्याडमसित अलिकति गाह्रो नै हुन्छ कि भिडियोहरू बनाउन। अनि त्यहाँ मैले ड्रिङ्कहरू इन्जोय गरेँ अनि अर्को दिन बिहानै उठेर हामी चाहिँ जाँदै थियौँ उसको सानीमा अनि हजुरआमालाई भेट्न। अब माइती आइसके पछाडि सबैलाई भेट्नु त सबैको स्वाभाविक कुरा, हामी नेपालीहरूले त भेट्छ नि, यहाँ पनि त्यही रिचुअल नै पुरा गर्छन्। अनि हामी उसको पहिला चाहिँ सानीमाको घर गयौँ। सानीमाको घर यति ठुलो छ नि, माथि 4 तलादेखि तलसम्म, माथि सिडी गर्दा गाह्रो हुन्छ। मेरो नानी एकै ठाउँ थुपुक्कै बसे पनि अर्को नानी भने चाहिँ थुपुक्कै बस्दैन। ती भएर म थाकिहारेँ, त्यहाँनिर सिडीमा एकैछिन बसेको थिएँ कि। हुन त लिफ्ट छ तर लिफ्ट पनि युजै गर्दैनन् नानी बाबुहरूले, त्यस्तै त धेरै चलाक चक गरिहाल्छ। त्यहाँनिर चाहिँ एउटा सानो कुकुर छ क्या, यो कुकुरले चाहिँ 4-5 वर्षदेखि मलाई देख्दै आएको छ, तर पनि भोकेर हैरान पार्छ अनि उसलाई चाहिँ छुनु नै हुँदैन, छुयो भने कस्तो नराम्ररी टोक्छ। गएको साल मलाई टोकेको थियो, त्यही भएर म उसित जान डर लाग्छ अनि त्यही भएर मैले चाहिँ भिडियो नै बनाएको थिएँ। अनि त्यस पछाडि चाहिँ हामी हजुरआमाको घर गएको थियौँ, तर केटाकेटी हजुरआमाको घरमा बस्न नमानेर फेरि उसकै सानीमाको घरमा फर्किहालेँ। म चाहिँ यताउति फर्किँदा मेरो चाहिँ हालत खराब हुन्छ। 2जना नानीसित यता लग्यो उता लग्यो, कामको धेरै भनेर फोर्स गरेर मैले शिकायत गरेको होइन, जस्ट बताएको मात्रै, किनकि मलाई कामदेखि चाहिँ डर लाग्दैन। अनि यस्तै गर्दै दिउँसो पनि गइहाल्यो अनि साँझ चाहिँ हामी फर्केर आएको थियौँ घर। हिजोको दिन त त्यस्तै भयो, आजको दिन पनि मलाई धेरै कामहरू गर्नुपर्ने छ, अझै पनि मलाई कपडा प्याकिङ गर्नुपर्ने जानुपर्ने छ। मिलाउँला भोलिको भ्लगमा। यहाँसम्म भिडियो हेरिदिनुको थ्याङ्क यू सो मच, बाई बाई।